हेलो एन्ड नमस्ते एभ्रिवान, स्वागत छ फेरि पनि तपाईँहरूलाई मेरो मिनी भ्लगमा। आशा गर्छु हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला, राम्रै छ होला। 2083 सालको आज दोस्रो दिन। पानी पिइसकेपछि त्यही त हो नि, हामी गृहिणीहरूको साधारण झाडु पोछा गर्ने होइन, बेडसिटहरू चेन्ज गर्ने मिलाउने त्यस्तै कामपट्टि चाहिँ लागेँ म। मेरो छोरीलाई चाहिँ एकदम धेरै भिडियो बनाएको मनपर्छ। अनि म काम गरेर भिडियो बनाएको छु भने ऊ आइहाल्छिन् एकैछिनमा। यदि उसलाई मैले कुनै भिडियोमा छुटाएको छु भने चाहिँ ऊ पछि भिडियो हेरेर रुन्छिन् कि म खै भन्छन्। अनि म प्रायः उसलाई चाहिँ छुटाउँदिनँ। यहाँ पनि मैले भिडियो बनाउन थालेको, ऊ कुदेर एकैछिनमा आएर भिडियो बनाउन थालिन् आफ्नो पनि। ऊ चाहिँ एकदम धेरै खुसी हुन्छन् कि यसरी भिडियो बनाएपछि। अनि मलाई चाहिँ यसरी घरमा कलश राखेको दैलामा एकदमै धेरै मनपर्छ कि। यसरी मैले पूजा गरिसकेपछि चाहिँ म किचनतर्फ लाग्छु। किचनमा गएर खाना बनाएर अनि सबैभन्दा पहिले श्रीमानज्यूलाई खाना अनि उहाँ चाहिँ लाग्नुभयो अफिसतर्फ। हामी लाग्यौँ मेरो फुपूको घर। मेरो फुपूको घर चाहिँ मेरो घरबाट एकदम नजिक छ। हामी गएर एकछिन त्यहाँ बस्यौँ, चिया खायौँ, गफ गऱ्यौँ फुपूसँग। अनि म बेलुकाखेरि फिर्केको थिएँ। फिर्केर चाहिँ घरमा त्यही त हो, घरैसाबारीमा चाहिँ म सागहरू लाउन थालेँ, अलिअलि खनखान पारेर झारझी लगाइदिएर होइन। मेरो छोरीलाई चाहिँ मैले जे गरे पनि उसले हेल्प गर्नुपर्छ। मामु म हेल्प गर्छु ल भनेर गर्न थालिहाल्छन्। यता छेउपट्टि मेरो छोरी गर्दैछिन्। मलाई पनि उसलाई यसरी मसँग इन्गेज गराउन एकदम धेरै राम्रो लाग्छ। यसै गरी मेरो आजको दिनहरू बित्यो। आशा गर्दछु हजुरहरूको पनि दिन राम्रै गरी बित्यो होला। भिडियो हेरेर साथ सहयोग गरिदिनु होला। सी यू अगेन नेक्स्ट भिडियो।